नमस्ते 안녕하세요 म हुँ कोरियन भाषा प्रशिक्षक शालिक अधिकारी बुटोलबाट यति बेला तपाईहरुमा आज प्रत्यक्ष रूपमा युट्युबबाट जोडिरहेको छु। तपाई शालिक अधिकारी कोरियन टिचर युट्युब च्यानल हेरिराख्नु भएको छ र साथीहरु तपाई च्यानल त हेर्नु भएको छ तर सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरेर साइडमा रहेको बेल आइकनलाई अन गरिदिनु होला, जसले गर्दा आगामी दिनमा राखिने यस्तै कोरियन भाषाका क्लासहरु र ईपीएस सम्बन्धी विभिन्न इन्फर्मेसनहरु चाहिँ सबैभन्दा पहिला हेर्न पाउनु हुनेछ। आजको क्लासमा हामी देख्नु भएको छ ओरिजिनल कोरियन नम्बरको प्रयोग। हिजोको क्लासमा चाहिँ हामीले सिनो कोरियन नम्बरलाई चाहिँ कसरी प्रयोग गर्ने, कुनको ठाउँमा प्रयोग गर्ने भनेर केही 20-25 वटा चाहिँ टपिकहरुमा चाहिँ अध्ययन गर्यौं भने आज पनि हामी करिब 30 वटा 35 वटा जति टपिकहरु चाहिँ लगभग चाहिँ यो ओरिजिनल कोरियन नम्बरको बारेमा अध्ययन गर्ने छौं र विभिन्न चीज वस्तुको इकाइहरु पनि साथसाथमा, जस्तै कि कुन चीज गन्दाखेरि चाहिँ केमा गन्न सकिन्छ। सो हामी चाहिँ सामान्यतया नेपालीमा चाहिँ हरेक चीजलाई वटा भन्छौं भने कोरियन भाषामा चाहिँ त्यसलाई कसरी चाहिँ गर्न सकिन्छ, त्यसका इकाइहरु र चाहिँ ओरिजिनल कोरियन नम्बरका कुन इकाइहरुमा चाहिँ प्रयोग हुन्छ त्यसको बारेमा आजको क्लासमा रहेर हामी निरन्तर रूपमा छलफल गर्ने छौं। भिडियो अन्तिमसम्म हेर्नु होला र अब भोलिदेखिका क्लासहरु चाहिँ कोरियन भाषामा क्रिया थोङ्सा चाहिँ हामी पढ्ने छौं भोलिको क्लासदेखि। र तपाईहरुले यो भन्दा पहिला चाहिँ वर्ड मिनिङहरु सम्पूर्ण टपिकहरुका वर्ड मिनिङ पढिसक्नु भएको छ, जसले चाहिँ जो विदेशमा बस्नु भएको साथीहरु हुनुहुन्छ अथवा चाहिँ बाहिर अथवा आफै घरमै बसेर पढ्नु हुने साथीहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ यसले सपोर्ट गर्नेछ भन्ने मलाई आशा लागेको छ। तपाईहरुलाई कस्तो लाग्छ? जस्तो लाग्छ त्यसै सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा गर्दै लागौं भिडियो तर्फबाट है त। ओरिजिनल कोरियन नम्बर अथवा नेटिभ कोरियन नम्बरको हामी जस्तै कि सिनोको जसरी पढ्यौं 1 2 3 4 भनेर यसरी टपिकहरु लेखेको छ। लगभग हामी यसको 35-40 वटा यसै गरेर चाहिँ अलग अलग यसमा पनि हामी पढ्ने छौं। यसमा कस्तो छ भने अलिकति जस्तै कि हामी हरेक चीजलाई नेपालीमा सिरक 2 वटा हैन, मान्छे 2 जना भन्दा पनि 2 वटा मान्छे, कलम 2 वटा, किताब 2 वटा, पेन्सिल 2 वटा हैन, अथवा कोठा 2टा, घर 2 वटा, हामी जे चीजलाई पनि ओटा भनेर भन्छौं। यो इकाइ चाहिँ के हुन्छ त भने साथीहरु कोरियामा चाहिँ जस्तै मान्छे गन्दा अलग, जनावर गन्दा अलग हरेक चीजहरुको चाहिँ त्यो इकाइ फरक हुने भएको हुनाले हामी त्यो इकाइलाई पनि र कुन इकाइलाई चाहिँ फेरि यो ओरिजिनल नम्बर चाहिँ प्रयोग गरिन्छ भन्ने विषयमा चाहिँ हेर्दै जाने छौं। फर्स्टमा साथीहरु एकै नम्बरमा सिगान भनेको छ। यो सिगानको अर्थ चाहिँ त्यसो त सिगान भनेको समय पनि हो र यहाँनिर चाहिँ सिगान भनेको घण्टा। जस्तै कि हान सिगान भनेको 1 घण्टा, थासस सिगान भनेको चाहिँ 5 घण्टा अनि यदल सिगान भनेको छ यहाँनिर चाहिँ 8 घण्टा हुनुपर्ने है त, 8 घण्टा। त्यस्तै यहाँ तलतिर थु सिगान खिदा रिल्केयो है 2 घण्टा पर्खने छु भनेको छ यसरी। 2 नम्बरमा चाहिँ हानसी, अब यहाँनिर देख्न सक्नुहुन्छ सी भनेको बजे। जस्तै कि हिजो हामीले सिनो कोरियन नम्बरमा के गरेका थियौं त भन्दा यो बुन भन्ने चीजलाई चाहिँ मिनेटमा गनेका थियौं, छो भनेको सेकेन्डमा थियो, तर यो सी बजे चाहिँ यता ओरिजिनल कोरियन नम्बरमा। जस्तै कि हानसी भनेको 1 बजे, थाससी भनेको चाहिँ 5 बजे, यदलसी भनेको चाहिँ के थ 8 बजे, थाससिए 5 बजे, थोइगुन हेस्सायो। हेर्नुस् त यो चाहिँ फेरि सी लगाइसकेपछि एउटा समयको पछाडी चाहिँ ए पार्टिकल लगाइन्छ है त, जसको अर्थ चाहिँ 8 भन्ने चाहिँ हुन्छ है। थाससिए हेर्नुस् त यहाँनिर ए लगायो नि यसरी हैन, थाससिए थोइगुन हेस्सायो 5 बजे छुट्टी गरे, थोइगुन आदा छुट्टी गर्नु हो। त्यसपछि साथीहरु जस्तै कि हिजो हामीले जुन गेवल भनेको पढेका थियौं एउटा महिनाको अवधि भन्ने हुन्छ भनेर, र भोलि हामी दाल भनेर पढ्छौं ओरिजिनल नम्बरमा भनेको थियो। यहाँनिर हेर्नुस् त दाल भनेको यसले नि एउटा महिनाको अवधिलाई जनाउँछ। सेदाल 3 महिनाको अवधि हैन, इल्गोप्ताल 7 महिनाको अवधि, थुदाल यहाँनिर हेरेको छ थुदाल भनेको 2 महिना, कम्प्युटरुल फेवसयो, थुदाल 2 महिना, कम्प्युटरुल फेवसयो कम्प्युटर सिके भनेर यसरी थुदाललाई यहाँनिर प्रयोग गरेर देखाइएको छ। अब यहाँनिर चाहिँ मारी भनेको छ साथीहरु, मारी भनेको जनावरहरु, विभिन्न चीजहरु, सजीव चीजहरुलाई चाहिँ गन्दाखेरि वटा भन्दाखेरि यसमा चाहिँ पशुपन्छी, जनावर अनि माछाहरुलाई यतिवटा भनेर गन्दाखेरि मारीको प्रयोग गरिन्छ। जस्तै कि सो गाई, थासत मारी
5वटा फारस सायो बेचेँ, गाई 5वटा बेचेँ है त, गाई 5वटा बेचेँ। त्यस्तै थाल्गी, थाक है त, थाल्गी भनेको यो थाक, साम्बेग मारी सुम्निदा भनेको छ यहाँनिर। अब यसले यहाँनिर फेरि एउटा कुरा के हुन्छ भने यो नम्बर भनेको त तपाईँको 99 सम्म मात्रै हुने हो होइन। अब योभन्दा धेरै भयो भने चाहिँ जस्तै कि अब कुखुरा चाहिँ यहाँ कति त 300वटा भन्नु पर्यो, यो 300 भन्ने त यताबाट त हुने भएन। त्यही भएर फेरि त्यही हिजोको साम भनेको 3 फेक भनेको 100 सामबेग। तर यहाँ के चाहिँ सिकायो भने यो मारी भन्नेले वटा भन्न सिकाएको छ है। जुन चिज चाहिँ 99 भन्दा माथि भयो भने त फेरि अटोमेटिक उतै जाने भयो है, त्यो कुरा पनि याद गर्नु होला। 5 नम्बरमा चाहिँ यसले साल भनेको छ। यो साल भनेको चाहिँ उमेर गन्दाखेरि यति वर्षको भए भन्दाखेरि, से साल भनेको 3 वर्षको उमेर भन्दाखेरि हुने भयो। सरुन से साल भनेको छ, सरुन से साल भनेको चाहिँ 33 वर्षको उमेर भनेको हारा बचिनन्, हारा बचिनन्। हजुरबुबा चाहिँ यदुन साल थोएसे हो, यदुन साल भनेको 80 है त, यदुन भनेको 80, साल भनेको वर्ष, 80 वर्षको हुनुभयो भनेर यसरी हामी 5वटा टपिक चाहिँ हेऱ्यौँ। अब हामी अर्को पेजमा जाउँ है त। त्यस्तै यहाँनिर 6 नम्बरमा बुन, हिजो बुन भनेको मिनेट भनेर भनेका थियौँ, आज भने यो बुनको अर्थ चाहिँ व्यक्ति, जना भन्ने हुन्छ। आदरणीय व्यक्तित्वलाई जना भन्दाखेरि होइन, जना भन्दा बुनको प्रयोग गरिन्छ। जस्तै हाराबजी हजुरबुबा, थुबुन भनेको छ 2 जना, हजुरबुबा 2 जना। फुजाङनिम सेबुन म्यानेजर 3 जना, सेबुन 3 जना। सनसेङनिम नेबुन इस्सुम्निदा शिक्षक 4 जना हुनुहुन्छ। यसरी आदरणीय व्यक्तित्वहरूलाई जना भन्दाखेरि चाहिँ बुनको प्रयोग गर्ने। यस्तै चाहिँ नि सामान्य मान्छेहरूलाई भन्नु पर्यो भने म्याङ अथवा साराम भन्न पनि सकिन्छ, त्यो 7 नम्बरमा छ। साधारण व्यक्तिलाई जना भन्दा म्याङ अथवा सिधै साराम मात्र भन्न पनि सकिन्छ है त। थुबुन छिङ्गु भनेको 2 जना साथी, सरी थुबुन छिङ्गु, यो बुनमा चाहिँ यहाँ म्याङ हुनुपर्ने है, यो चाहिँ मिस्टेक भएछ, यसलाई चाहिँ सच्याउनु होला। यो बुनमा चाहिँ हामीले म्याङ बनाउनु पर्यो, म्याङ, थु म्याङ है त, थु म्याङ छिङ्गु 2 जना साथी। अनि त्यस्तै यल म्याङ साराम भनौँ, यल म्याङ साराम 10 जना मान्छे भन्ने भयो। सिकताङे रेस्टुरेन्टमा यदल म्याङ 8 जना सारामदोरी इस्सुम्निदा मानिसहरू छन्। यसरी चाहिँ बुन भनेको चाहिँ अलिकति रेस्पेक्ट गर्ने बेलामा हो भने म्याङ भनेको चाहिँ साधारण मान्छेलाई, अनि यो बुन भनेको के त अलिकति रेस्पेक्टेड पर्सनलाई। ओके, हामी यो 5 नम्बरमा छौँ है। 8 नम्बरमा, अब 8 नम्बरमा जारू भनेको पनि वटा नै हो, तर कस्तो त लामो लट्ठी आकारका वस्तुहरू तथा बिँड भएका सामानहरू याद गर्नु होला। लामो लट्ठी आकार र बिँड भएका, जस्तै कि पेन्सिल भन्नु पर्यो 2टा 3वटा 4वटा, कलम भन्नु पर्यो होइन, अथवा बेल्चा, साप भनेको नि साप होइन, बेल्चा, कोदालो होइन, अथवा पेचकस, हँसिया, कुचो, टुथब्रस इत्यादि, जुन चाहिँ लट्ठी आकारका लामो अथवा चाहिँ त्यो बिँड भएका चिजहरूलाई, जस्तै कि यनफिल थुजारू भन्यो भने पेन्सिल 2वटा भन्ने हुने भयो। अनि चाहिँ साप से जारू भन्यो भने बेल्चा 3वटा। यस्तै गरी तपाईँले चाहिँ पेन्सिल यनफिल होइन, फोलफेन अथवा फेन, साप बेल्चा, ख्वाइङी कोदालो होइन, अथवा खोक्क्वाइङी गैँटी होइन, थुराइब स्क्रुड्राइभर पेचकस, अनि त्यस्तै गरी चाहिँ नात हँसिया होइन, फिच्चारू कुचो, अनि त्यस्तै गरी छिस्सोल टुथब्रस होइन, यिनी चिजहरूलाई चाहिँ यसरी चाहिँ जारूको प्रयोग गर्न सकिने भयो। त्यस्तै 9 नम्बरमा छ साथीहरू। 9 नम्बरमा जाङ, जाङ भनेकोले पर्ती अथवा वटा भन्ने जनाउँछ। पातला कागज, नोट पैसा, टिकट, फोटो, कार्ड, अनि त्यस्तै गरी चाहिँ हुलाक टिकट, अनि चेक तथा पातला सर्ट, टी सर्ट होइन, रुमाल, अनि इँटाको गिन्ती गर्दा यसको प्रयोग गरिन्छ। ल अब यहाँनिर एउटा कुरा के याद गर्नुपर्ने भयो भने, जस्तै पातला कागज भनी जाङ भनेको पर्ती, नोट पैसालाई नि पर्ती, टिकटहरू गन्दा नि पर्ती, फोटो गन्दा पर्ती, विभिन्न कार्डहरू गन्दा र हुलाक टिकट गन्दा पर्ती, ठिक छ।
चेक गन्दा पनि ठिक भयो। अब अलिकति सम्झनु पर्ने कुरा के रहेछ भने पातला सर्ट गन्दा भनौँ नि, यसले पातला सर्टहरू पनि जाङमा गनिँदो रहेछ। पातला खालका टी सर्टहरूलाई पनि जाङमा प्रयोग गरिने रहेछ, रुमालहरूलाई पनि जाङमा प्रयोग। र अझै अर्को कुरा त के छ भने इँटाको गन्ती गर्दा पनि है त साथीहरू, इँटा गन्ती गर्दा पनि जाङमा प्रयोग गरिन्छ। एकदमै याद गर्नु होला है त। फ्याक्तोल भनेर चाहिँ एउटा इँटा दुईटा इँटा भन्नुपर्दा पनि है त। यहाँनिर छोङ्गी भनेको कागज, हानजाङ भनेको 1 प्रति, उफ्यो हुलाकको टिकट, थुजाङ 2 प्रति, सुफ्यो चेक, सेजाङ 3 प्रति, यङसु जुङी भनेको चाहिँ बिल भनेको है, यङसु जुङ भनेको बिल हो, बिल नेजाङ 4 प्रति, फ्याक्तोल इट्टा थासजाङ। हेर्नुहोस् त यो इट्टा भनेको है त, यसले के भनेको त, यो इँटा 5वटा भन्यो। इँटा त प्रति भन्निन्न नि त, इँटालाई के भन्ने 5वटा। स्यछ भनेको चाहिँ सर्ट, थास यसचाङ भनेको 6वटा है। यसरी चाहिँ सबै चिजलाई यहाँ लेखिएका चिजहरूलाई याद गर्नु होला साथीहरू। यो 9 नम्बरसम्म हामी पढ्यौँ भने अब हामी जान्छौँ 10 नम्बरमा, अर्को पेजमा। हामी नम्बर 10बाट छौँ। 10 नम्बरमा चाहिँ यहाँनिर चाहिँ दे भनेर लेखेको छ। दे भनेको पनि वटा हो। मेसिन गन्दाखेरि गाडी, साइकल, ठेलागाडा, बाजाहरू, जस्तै कि बाजा भन्नाले गिटार, पियानो होइन, यसरी कोरियन विभिन्न किसिमका बाजाहरू, फोन, रेडियो, क्यालकुलेटर होइन, तथा विद्युतीय उपकरण इत्यादिको गिन्ती गर्दाखेरि देको प्रयोग गरिन्छ। से हान्दे खिगे 1वटा मेसिन, थुदे छादोङछा 2वटा कार, सेदे पियानो, पियानो भनेको है त 3वटा पियानो, नेदे खिथा 4वटा गिटार। त्यस्तै गरी चाहिँ थासत्ते खेसान्गी 5वटा क्यालकुलेटर भनेको है त। यसरी इलेक्ट्रिक चिजहरू होइन अथवा गाडीजन्य चिजहरू र मेसिन, रेडियो, फोन, क्यालकुलेटर र बाजाहरूको गन्तीमा देको प्रयोग गरिन्छ भन्ने कुरा चाहिँ याद गर्नु होला। अब हामी 11औं नम्बरको टपिकमा छौँ। 11औं नम्बरमा चाहिँ छप्सी। यो छप्सी भनेको फेरि कस्तो भने एउटा प्लेट, दुईटा प्लेट, 3, 4 भनेर प्लेट मात्रै भनेको चाहिँ होइन। प्लेट भनेको त सिधै चाहिँ तपाईँको अहिले म लास्टमा गेको पनि प्रयोग गरिन्छ। तर प्लेटमा केही परिकार हुँदाखेरि के साथीहरू त्यो चाहिँ याद गर्नु होला है त। प्लेटमा केही परिकार हुँदाखेरि विभिन्न परिकार राखिएको, यहाँ मैले नेपालीमा मजाले हरेक चिजको नेपालीमा लेखिदिएको छु साथीहरू, तपाईँलाई सजिलो हुन्छ भनेर होइन। त्यो नेपाली कुरा चाहिँ याद गर्नु होला। र एउटा कुरा के छ भने साथीहरू, कतिपय अवस्थामा के हुन्छ भने यो मैले आफै चाहिँ आफू फुर्सद भएको बेलामा टाइपिङ गर्दै बनाएको कुराहरू हुन्छ। कतिपय कुराहरू टाइपिङमा मिस्टेक पनि हुनसक्छ। त्यो कुराहरूलाई म सच्याउने कोसिस त गर्नेछु होइन। तर कतिपय कुराहरू यसरी भन्दा पनि चाहिँ त्यो मिस्टेक देखिन्न भने पछि म कमेन्टमा पिन गरेर राखेको हुन्छु कुनै मिस्टेक यदि छ भने। सामान्यतया एउटा चाहिँ जस्तो कि यो पनि यता मिस्टेक हो नि, माथि गिटार र पियानो भनेर लेखेको ठाउँमा बिचमा मैले यहाँनिर एउटा चाहिँ कमा दिनुपर्ने हो नि त होइन। यस्ता कुराहरू पनि मिस्टेक। जस्तै हिजोकोमा एउटा के थियो भने 105 नम्बर 205 नम्बर कोठामा आउनुहोस् भन्ने चाहिँ कोरियनमा लेखेको ठाउँमा 203 नम्बर भनेर फेरि नेपालीमा लेखेको छ। त्यो पनि एउटा मिस्टेक नै हो। तर म प्रायः त्यस्ता कुराहरूलाई चाहिँ कमेन्टमा, सानो कुरा भए पनि कमेन्टमा चाहिँ पिन गरेर राखिदिएको हुन्छु। यो भिडियोमा यस्तो खालको मिस्टेक छ, त्यसलाई सच्याउनु होला भनेर। किनभने मानिसबाट नै गल्ती हुने हो, मिस्टेक हुने हो, तर त्यसलाई हामीले सच्याएर चाहिँ भन्न सकियो भने त्यो ठुलो कुरा हो। त्यो कुरा चाहिँ हेर्नु होला, किनभने टाइम हुँदैन। एकदमै हामी चाहिँ फुर्सद भएको बेलामा नै गर्ने हो यस्ता कुराहरू, कहिलेकाहीँ मिस्टेक हुन्छ। यो नेपालीमा मजाले यहाँनिर त्यो खाना राखिएका प्लेटहरू गन्दा, जस्तै कि फान्छान भनेको परिकार, थु छप्सी 2 प्लेट, खोगी से छप्सी मासु 3 प्लेट। त्यस्तै अब नम्बर 12मा चाहिँ खुरुद भनेको कचौरा। कचौरा पनि अलग अलग कचौरा गनेको होइन कि साथीहरू, कुनै परिकार राखिएका झोल, सुपहरू होइन, यस्ता विभिन्न परिकारहरू, झोलहरू राखिएका खानाका कचौरा गन्दाखेरि चाहिँ, जस्तै कि खुक भनेको सुप, हान खुरुद भनेको 1 कचौरा, रामेन से खुरुद भनेको चाउचाउ 3 कटोरा है त। यसरी अर्को 13 नम्बरको एक अलिकति कस्तो टपिक हो भने साथीहरू, यहाँनिर खोङ्गी भनेको कचौरा। यो कचौरा पनि कुनै खानाले भरिएको कचौरा त हो, तर साथीहरू सादा भातको कचौरा। यो कचौरा भनेको सादा भातले भरिएको हुँदा मात्रै, एउटा भातको कचौरा जहाँनिर चाहिँ भात सादा भातले भरिएको छ भने त्यसको नामै खोङ्गी भयो
खोङ्गीको अर्थ भात छ त्यो भित्र भन्ने जनाउँछ के है त, त्यसरी बुझ्नु पर्यो हामीले। खोङ्गी भने चाहिँ त्यसरी अर्थ दिन्छ। जस्तै कि यसमा भातै नभने पनि हामीले भात भनेर बुझ्नुपर्छ। से खोङ्गी भन्यो भने अटोमेटिक चाहिँ 3 कचौरा भात भनेर हामीले बुझ्नुपर्छ, अगाडि भात नभने पनि। तर यहाँनिर मैले तपाईँहरूलाई अलिकति गाह्रो होला भनेर फाप से खोङ्गी सादा भात 3 कचौरा, फाप हान खोङ्गी सादा भात 1 कचौरा। ओके, 14 नम्बरमा साथीहरू चाहिँ यो जान भनेको छ, जान भनेको गिलास हो र खप भनेको कप हो। त्यसो त जान भन्नेले कप भन्ने अर्थ पनि दिन्छ, यसलाई अलग लेखिहाल्नु पर्ने अर्थ छैन। यो खप अङ्ग्रेजीबाट भन्यो। थु जान भनेको छुस, थु जान छुस भनेको 2 गिलास जुस। से जान मूल भनेको 3 गिलास पानी। ने खप छा 4 कप चिया। थासत खप कफी 5 कप कफी। यसरी जानको प्रयोग गरिँदो रहेछ, गिलास र खपको प्रयोग है त। हामी 14 पुग्यौँ भने अब 15औं नम्बरको टपिकमा लागौँ है त। यसलाई चाहिँ स्क्रिनसट गर्नु होला। ओके, हामी 15 नम्बरमा चाहिँ यहाँनिर फ्याङ भनेको छ। फ्याङ भनेको रोग पनि हुन्छ है त, रोग पनि हुन्छ। तर अब यहाँ त रोग भन्दा पनि बोतल भनेर बुझ्नु पर्यो। बोतल भनेको के त, जस्तो कि मेक्चु हान ब्याङ बियरको 1 बोतल होइन। सेङ्सु भनेको मिनरल वाटर हो। थु ब्याङ 2 बोतल। छुस भनेको जुस। से ब्याङ 3 बोतल। खोल्ला भनेको कोक। ने ब्याङ 4 बोतल। यसरी बोतललाई पनि चाहिँ ओरिजिनल कोरियन नम्बरको प्रयोग गरेर लेख्न सकिन्छ भने 16औं नम्बरमा चाहिँ ख्याल्ले भनेको छ। ख्याल्ले भनेको जोर भनेको हो साथीहरू। त्यो हामी घोडादेखि तल प्रयोग गर्ने चिजहरू है त। जस्तै कि तपाईँको चाहिँ नि जुत्ता, चप्पल, मोजा, पन्जाको जोर भन्दाखेरि प्रयोग गरिन्छ है त। जुत्ता सिनबाल, चप्पल चाहिँ सुल्लिफ, मोजा याङमाल, त्यस्तै गरी चाहिँ छाङ्गाप होइन, विभिन्न चिजहरू। सिनबाल हान ख्याल्ले जुत्ता 1 जोर। सुल्लिफ थु ख्याल्ले चप्पल 2 जोर। याङमाल से ख्याल्ले भनेको छ होइन, मोजा चाहिँ 3 जोर र छाङ्गाप ने ख्याल्ले ग्लोभ्स 4 जोर। र अब हाम्रो 17औं नम्बरमा छ अर्को टपिक साङ। साङ भनेको पनि जोडा हो। यो जोर भन्यो, यो जोडा अलिकति फरक छ। परेवाहरू, ढुकुरहरू यानि कि मानिस होइन, सजीव प्राणीको जोडा भन्दाखेरि चाहिँ फेरि साङको प्रयोग गरिन्छ। जस्तै फिदुल्गी थु साङ भनेको परेवा 2 जोडा भनेको हो। फुबु भनेको नवदम्पति भनेको है त, भर्खरै विवाहित जोडीलाई फुबु भनिन्छ। हानसाङ भनेको 1 जोडी, 1 जोडी नवदम्पति भनेको है त यसले चाहिँ। ओके, त्यस्तै गरी चाहिँ यहाँनिर चाहिँ 18औं नम्बरमा दोङमा जाउँ है त। दोङ भनेको ठुला बिल्डिङ अथवा अपार्टमेन्ट गन्दाखेरि, ठुल्ठुला भवनहरू गन्दा, अपार्टमेन्टहरूलाई गन्दाखेरि चाहिँ दोङको प्रयोग गरिन्छ। आफाथु सेदोङ भनेको चाहिँ अपार्ट 3वटा। फिल्डिङ सेदोङ भनेको बिल्डिङ 3वटा। त्यस्तै छे भनेको पनि वटा नै हो। माथि दोङ भनेको पनि वटा थियो, तर यसले अलिकति साना घरहरू, भवनहरू, कम्पनीहरू गिन्ती गर्दा, ठुला बडे मानका घर होइन, त्यस्ता चाहिँ रेस्टुरेन्टहरू भन्दा पनि सानातिना भवनहरू होइन, कम्पनीहरूलाई गन्दाखेरि चाहिँ छेको प्रयोग गरिन्छ। छिप भनेको घर। थु छे 2वटा। खनमूल भवन। से छे 3वटा। यसरी नम्बर 20मा खुरु भनेको रुख, बोट बिरुवा गन्ती गर्दाखेरि, वनस्पतिहरूको गन्ती गर्दा। सागवा नामु स्याउको रुख। थु खुरु भनेको के त 2वटा भनेको है। थु खुरु 2वटा। अनि त्यस्तै फे नामु के त, फे नामु कति, थासत खुरु 5वटा। फे नामु नासपातीको रुख 5वटा भनेको है। 20 नम्बरसम्म पुग्यौँ हामी। अब 21 नम्बरमा अब हामी छौँ 21मा। अघिनको नम्बरमा चाहिँ यो यस्तो दोङ थियो भने अहिले चाहिँ ओरिजिनल थोङ है त। यो थोङ भनेको अलिकति धेरै बुझ्नु होला यसलाई अलिकति। गोलाकार सब्जीहरू, फलफुल, जस्तै कि होबाग भनेको छ होइन, होबाग फर्सी। सुबाग भनेको चाहिँ खरबुजा। याङ बेछु, हेर्नुहोस् त, याङ बेछु भनेको चाहिँ के त बन्दागोपी। र त्यस्तै अर्को फेछु भनेको छ। फेछु भनेको चाहिँ चाइनिज गोबी। अनि चिठीका खामहरू भन्दा पनि थोङको प्रयोग गरिन्छ। र त्यस्तै अर्को नम्बरमा विभिन्न भाँडाकुँडाहरू। माथि यो चिठीको खाम भनेको चिठी राख्ने खामहरू गन्दा नि थोङ है त। अलिकति के हो त, एउटा सागसब्जीहरू, गोलाकार भएका सागसब्जीहरू होइन,
र अर्को चाहिँ चिठीको खाम। त्यो दोस्रो नम्बरमा विभिन्न भाँडाकुँडाहरू जस्तै कि पानीको जार भन्दा पनि थोङ भन्ने, ग्यालेनहरू भन्दा नि थोङ भन्ने, बाल्टिन भन्दा नि थोङ भन्ने गन्दाखेरि के, अनि सिलिन्डर भनेको पनि यिनीहरूलाई एउटा दुईटा भनेर गन्दाखेरि चाहिँ थोङको प्रयोग गर्ने। जस्तै कि यहाँनिर साथीहरू हेर्नुहोस् त, यो फेछु भनेको चाहिँ के हो त, फेछु भनेको चाइनिज बन्दागोबी भनेको है, चाइनिज बन्दागोबी। हानथोङ भनेको के त, एउटा। अनि याङदोङी भनेको बाल्टिन, थुथोङ भनेको दुईवटा। अनि मूल यो एउटा मूल भनेको पानीको, सेथोङ भनेको तीनवटा चाहिँ जार भन्ने अर्थ दिन्छ है त। यो थोङ भन्ने आफैमा एउटा भाँडो भन्ने पनि अर्थ हुन्छ के फेरि है त, सेथोङ। त्यस्तै गरी फ्यान्जी फोङथु भनेको चिठीको खाम, नेथोङ भनेको चारवटा, सुबाक थुथोङ भनेको चाहिँ खरबुजा दुईवटा भनेर अर्थ दिन्छ। यहाँनिर एउटा अलिकति याद गर्नुपर्ने कुरा पनि छ। यो जुन फेछु भनेको छ चाइनिज बन्दागोबी भनेछ नि, यो चाइनिज बन्दागोबीको चाहिँ एउटा त यो थोङ भइहाल्यो है, एउटा के भयो, थोङ भयो। र अर्को चाहिँ यसलाई चाहिँ गन्दाखेरि फोगी पनि भनिन्छ भन्ने याद गर्नु होला है, फोगी। जस्तै कि हान फोगी फेछु भन्यो भने चाइनिज बन्दागोबी एउटा डल्लो भन्ने अर्थ दिन्छ यसले है, यो चाहिँ याद गर्ने। अब हामी नम्बर जाउँ 22मा, सोङ्गी। सोङ्गी भनेको एउटा झुप्पा हो, अनि चाहिँ थुङ्गा पनि हो, काइयो भनेको केराको काइयो भनेको है त, फेरि काइयो कपाल कोर्ने काइयो चाहिँ होइन। फुलको थुङ्गा, अङ्गुरको झुप्पा, केराको काइयोलाई गणना गर्दाखेरि सोङ्गीको प्रयोग गरिन्छ अरे। हेर्नुहोस् त, छाङ्मी कोद भनेको गुलाबको फुल भनेको मिनिङ थाहा छैन भने लेख्नु होला है त। म कतिपय कुरा नेपालीमा लेखेको छैन, मैले भनेपछि हजुरले लेख्नु पर्यो नि त नोट बनाउँदै। छाङ्मी कोद भनेको गुलाबको फुल, हानसोङ्गी भनेको एक झुप्पा अथवा थुङ्गा भनौँ न, फुलको त हामीले थुङ्गा नै भन्छौँ प्रायः होइन। अनि त्यसै गरी फोदो थु सोङ्गी, फोदो भनेको अङ्गुरको झुप्पालाई भनेको, थु सोङ्गी भनेको दुईवटा झुप्पा, एउटा दाना अङ्गुर होइन कि झुप्पा भनेको है। अनि त्यसै फानाना केराको सेसोङ्गी, तीनवटा चाहिँ काइयो, काइयो भनेको कतिपयले चाहिँ हातो भन्छौँ, केराको हातो भनेको यो एउटा पुरै घारी भनेको होइन, एउटा कोसा पनि होइन कि, एउटा चाहिँ तपाईँको यसरी चाहिँ लागेको हुन्छ नि एकै ठाउँ झुप्प परेको, त्यसलाई चाहिँ काइयो अथवा केराका हाता भन्छ होइन। त्यसलाई चाहिँ सोङ्गी भन्ने, केराको अनि त्यस्तै अङ्गुरको झुप्पा अनि त्यस्तै गरी फुलको थुङ्गालाई चाहिँ सोङ्गी भनिन्छ, याद गर्नु होला। हामी 23 नम्बरमा जाउँ। बल भनेको कपडाको सेट गन्दाखेरि, सेट कपडाको सेट जस्तै कि प्यान्ट कमिज सुट होइन, विभिन्न ड्रेसहरू सेट मिलाउँदा चाहिँ बलको प्रयोग गरिन्छ। साथै यहाँनिर एकदम मोस्ट इम्पोर्टेन्ट पछाडि चाहिँ चम्मचको सेट, कप सेट, गिलास सेट भन्दा पनि बलको प्रयोग हुन्छ है। याङबोक थुबल भनेको छ साथीहरू, याङबोक भनेको चाहिँ हाम्रो सुट हो के, केटाहरूले लगाउने, केटीको सुट नै कि केटाले लगाउने कोट प्यान्टको सेट। थुबल भनेको चाहिँ दुई सेट भनेको, दुईजनाले लाउन पिलो के, दुई सेट। अनि फाजी सेबल भनेको चाहिँ प्यान्ट, 3 सेट प्यान्ट भनेको है। हानबोक भनेको कोरियन राष्ट्रिय पोसाक। नेबल भनेको के त, 4 सेट है, जसलाई इङ्ग्लिसमा सेथु पनि भनिन्छ त्यसो त, तर चाहिँ बलको प्रयोग गरिन्छ कपडाहरू भन्दा। र साथीहरू यहाँनिर चाहिँ चम्चा सेट, चम्चाको कपको सेट भनिन्छ नि, सेट भनेको ठ्याक्क दुईटा सेट मिलाएर आएको। यसरी गिलास सेट भन्दाखेरि पनि सेट भन्दा चाहिँ यसरी चाहिँ प्रयोग हुन्छ भन्ने याद गर्नु होला होइन। सबै कुरा चाहिँ अब कतिपय कुराहरू मरिहत्ते गरेर भोग्नुपर्ने पनि हुन्न, सर एकपटक पढेको कुरा चाहिँ यस्तो चाहिँ पढेको है भन्ने भयो भने सजिलो हुन्छ, यदि कतै चाहिँ आइहाल्यो भने। गन भनेको वटा, किताब गन्दाखेरि साथीहरू छेक, कपी गन्दा खोङछेक, डायरी सुचप अथवा नोटबुक होइन, डायरी र नोटबुक भनेको एउटै हो, सुछप होइन डायरी। म्यागजिन भनेको है त, म्यागजिन भनेको छ यो छाप्ची भनेर मैले लेखाइदिएँ थिएँ, छाप्ची भनेको म्यागजिन। यगन पासपोर्ट गन्दाखेरि चाहिँ गनको प्रयोग गरिन्छ। हाङ्गुग छेक कोरियन भाषाको किताब, हानगन एकवटा कोरियन भाषाको किताब, हानगन यो गन भनेको ओटा हो कि, यहाँ चाहिँ एकवटा। जस्तै कि खोङछेक थुगन कपी दुईवटा, त्यस्तै सुछप डायरी सेगन 3वटा, छाप्ची भनेको चाहिँ यही म्यागजिन भनेको, थासत्कन भनेको चाहिँ
5 वटा भनेर भनेको छ है। त्यस्तै हामी नम्बर 25 मा जाउँ। नम्बर 25 मा वन। अब साथीहरु यो वन भन्नेले त हिजो त हामीले नम्बर भनेर पढ्यौं नि हिजो सिनोमा। तर आज चाहिँ ओरिजिनल मैले भनेको थिएँ त भोलि हामी यसलाई पटक भनेर पढ्ने छौं भनेर। पटक गिन्ती गर्दाखेरि हानबन 1 पटक, थुबन 2 पटक, सेबन 3 पटक। हानबन यी उम्सिगुल मग फोस्यो 1 पटक यो खाना खाई हेर्नुहोस् भन्छ। 25 नम्बर पछि अझै लागु हाम्रो पेजहरु अझै बाँकी छ। 26 नम्बरमा है त यसलाई स्क्रिनशट गर्नु होला। ओके अब हामी छौं नम्बर 26 मा यो छक है त। छक भनेको चाहिँ पानी जहाजहरु डुङ्गाहरु यहाँ हेर्नु त डुङ्गा तथा सबै खाले पानी जहाजहरु साना ठुला सब खाले पानी जहाज अथवा डुङ्गाहरु है जति पनि पानीमा तोइरिएर हिड्ने साधनहरु हुन्छन् तिनीहरुलाई चाहिँ छक भनेर प्रयोग गरिन्छ। जस्तै कि असन भनेको चाहिँ सानो एउटा माछा मार्ने डुङ्गा हो। थुछक भनेको 2 वटा के त माछा मार्ने डुङ्गा 2 वटा। युरामसन भनेको चाहिँ पानी जहाज ठुलो खालको एउटा पानी जहाजलाई युरामसन भनिन्छ। से छक भनेको 3 वटा जस्तै फे भनेको पनि पानी जहाज हो हैन। से छक 3 वटा। यसरी पानीमा तोइरिएर हिड्ने साधनहरुलाई छकमा प्रयोग गरिन्छ यो याद गर्नु होला। 27 नम्बरमा मादेर फोदे भनेको बोराहरु गन्दाखेरि है साथीहरु सामान अथवा चीज वस्तु राखेको बोरा 1 बोरा 2 बोरा 3 बोरा भनेर बोरा भित्र सामान हुँदाखेरि हामीले त्यसरी सार्यो भनेको चाहिँ दानाको थु फोदे 2 बोरा दानाको 2 बोरा। मिल गहुँको से मादे भनेको 3 बोरा। ओके त्यस्तै हामी फौङ्जीमा जाउँ अब है। फौङ्जी भनेको झोला हामी ठुलठुलो प्याकेट भन्छौं नि प्लास्टिकको झोला के प्लास्टिक अथवा कागजको शपिङ झोला भन्दा नि भो अथवा कतिले थैलो भन्नेला हैन विभिन्न आफ्नो भाषा होला। सलथाङ भनेको चिनीको थु फौङ्जी भनेको 2 झोला। चिनी 2 झोला भनेको 2 वटा प्लास्टिक हामीले प्लास्टिक भन्छौं नि शपिङ झोलालाई हैन। त्यस्तै ख्वाइल से फौङ्जी फलफुल 3 झोला 3 प्लास्टिक फलफुल भने जस्तै हो के है। ओके हामी 29 नम्बरमा फाक्सु र साङ्जा भनेको चाहिँ के हो त बक्स के कार्टुन बक्समा सामान भएको अवस्थामा यसलाई भन्दाखेरि जस्तै कि ओरेन्जी सुन्तलाको से साङ्जा 3 कार्टुन। अनि मुलगन ने फाक्सु भनेको त्यही सामान 4 कार्टुन है त। यो कुरा याद गर्ने मिनिङ हो कि जस्तै घोक्नी अर्थ के नै छ र हैन। फागुनी भनेको बास्केट टोकरी बास्केटमा सामान गन्ती गर्नु पर्दा यसको प्रयोग गरिन्छ। हान फागुनी ख्वाइल 1 बास्केट फलफुल थु फागुनी फोदो 2 टोकरी अथवा बास्केट अंगुर। ओके 31 नम्बरमा आल भनेको छ अन्डा गन्ती गर्दाखेरि अन्डा अथवा साना गोलाकार साना जस्तै अंगुरको एउटा दाना दुईटा दाना अंगुरको त अघि नै सँगी भन्यौं नि साथीहरु साना दानाहरुलाई भन्दा पनि आलको प्रयोग गरिन्छ है त। यो कुरा नि याद गर्नु होला। आल भनेको त्यसो त आफैमा अन्डा भन्ने पनि अर्थ दिन्छ है। त्यसैले चाहिँ हान आल मात्र भनियो भने एउटा अन्डा भन्ने पनि अर्थ लाग्छ। यो कुरा पनि याद गर्नु होला। हामी 32 नम्बरमा लागौं। यो पेजलाई चाहिँ तपाईहरु सुरक्षित राख्नु होला है त। ओके अब चाहिँ हामी फेरि 32 नम्बरमा छौं। थाबाल भनेको चाहिँ गुच्छा। यो गुच्छा भनेको जस्तै कि फूलको अघि नै एउटा थुङ्गा मात्रै थियो। एउटा थुङ्गा भनेको यति फूललाई एउटा थुङ्गा भनियो। अब यस्तै थुङ्गा मिलाएको अब 2टा थुङ्गा 3टा थुङ्गा 4वटा थुङ्गा मिलाएर एउटा फूलको यसरी चाहिँ के गुच्छा बनाइयो भने त्यसलाई चाहिँ थाबाल भन्ने। फूलको गुच्छा भनेको फूलको एउटा थुङ्गा नभएर धेरै थुङ्गाबाट बनाइएको गुच्छा। छाङमीकोत भनेको गुलाबको फूलको हान थाबाल भनियो भने एउटा पुरै मुठो अथवा गुच्छा। मुठो भन्ने पनि चलन छ नि त हैन। थास भनेको चाहिँ दर्जन भनेको है त। विभिन्न चीज वस्तुलाई 12 वटा भन्दाखेरि चाहिँ 12 वटा भन्दा चाहिँ दर्जन भनिन्छ। जस्तै किताबको कपीको केरालाई 1 दर्जन केरा भन्दा पनि थास भनिन्छ है त। फानाना थो थास भनियो भने केरा 2 दर्जन यानी कि 14 वटा केरा हुने 24 वटा है। 12 दुना 24। छेक से थास भन्यो भने किताब 3 दर्जन 12 तिहातिर गयो हैन। त्यसरी जस्तै कि बु भनेको नि पर्ती हुन्छ है साथीहरु। पातला कागजहरु चिठीहरु डकुमेन्ट निवेदन पत्र इत्यादि गर्दा बुको प्रयोग गरिन्छ। यो टेक्स्ट बुकमा पनि भेटिन्छ कतै कतै। सिनछंस निवेदन पत्र थुबु भन्यो भने 2 पर्ती भनेको है पत्र भनेको पर्ती भनेको हो। आखिरी खेयाक्स सम्झौता पत्र सेबु भनेको 3 पत्र भनेको चाहिँ पर्ती
पर्ती यसरी पर्ती है 3 पर्ती सम्झौता पत्र 3 पर्ती 35 नम्बरमा छ छुल छुल भनेको त हामीले रेती भनेर नि पढ्यो तर यहाँ चाहिँ मान्छेको लाइनहरू एउटा लाइन दुईटा लाइन तीनटा लाइन 3 लाइनमा मान्छे उभिएका रहेछन् भन्नुपर्छ नि हैन यसरी सारामदुरे थासा छुल मान्छेहरूको 5 लाइन भनेको है त त्यस्तै 36 नम्बरमा चाहिँ खान भनेको छ खान भनेको दराजको लकरको भित्रपट्टि रहेका कोठाहरू अथवा खाना के भन्छौँ हामीले यो मानिलिनुस् यो एउटा दराज हो यो दराजभित्र 1 2 3 4 वटा 5 6 7 8 यो 8 वटा खाना भए 8 वटा खाना अथवा चाहिँ यसलाई र्याक के भनिन्छ हैन ओछ्याङे भनेको चाहिँ कपडा राख्ने दराजमा यसत खानी ईश्वरनिदा 6 वटा कोठा छन् अथवा खाना छन् है त यो गाजी भनेको प्रकार छौन्यु भनेको नि प्रकार हान गाजी भनेको एक प्रकार हान छौन्यु भनेको एक प्रकार थु गाजी अथवा थु छौन्यु भनेको दुई प्रकार अब हामी अर्को सायद सम्भवतः अब अन्तिम पेजमा छौं है यसलाई चाहिँ स्क्रिनशट गर्नु होला हामी अर्को पेजमा जाउँ ओके अब हामी चाहिँ 38 नम्बरमा चाहिँ सबभन्दा गे अब यसको चाहिँ हेर्नुस् त मैले नेपालीमा लेखिदिएको छु त्यो भनिन यसैलाई पढेर सुनाउँछु विभिन्न चीज वस्तुलाई गन्ती गर्दा सबै वस्तुहरूमा प्राय सामान्य एकाइहरूको रूपमा प्रयोग गरिन सकिन्छ यो चाहिँ यो के त विभिन्न चीज वस्तुलाई गन्ती गर्दा सबै वस्तुहरूमा प्राय चाहिँ गेको प्रयोग गर्न सकिन्छ त्यसैले अरूमा जस्तै यही नै हो भनेर निश्चित कुनै वस्तु चाहिँ हुँदैन गेमा तर पनि केही हेरौँ जस्तै कि विभिन्न फलफुलहरूलाई अलग अलग रूपमा भन्नुपर्दा गेको प्रयोग गर्न सकिन्छ खेलकुदका सामग्रीहरू विभिन्न घर आएपछि विभिन्न सामानहरू भाँडाकुँडा घडी छाता लाइट टुथपेस्ट टोपी गलबन्दी टाई कैँची चक्कु विभिन्न इत्यादि जुन चाहिँ अघि नपरेका विषयवस्तु पनि यसमा पर्न सक्छन् किनभने यसको यही नै भन्ने हुँदैन जस्तै कि जारू भन्दा लट्ठी आकारका चिज भिड भएका भन्ने थियो मारी भनेको जनावर गन्दा मात्रै थियो हैन जनावर अथवा सजीव चिज गन्दा भने यसमा चाहिँ ठ्याक्कै यही नै भन्ने हुँदैन अब चाहिँ यो एउटा चाहिँ सबैसँग मिल्दो रूपमा संयुक्त रूपमा चाहिँ गेलाई प्रयोग गर्न सकिन्छ जस्तै कि यहाँनिर मैले एउटा लेख्दै ओरेन्जी थुगे भनेको सुन्तला 2 वटा भयो सागवा हानगे भनेको स्याउ 1 वटा अनि उयु सेगे भनेको चाहिँ दुध चाहिँ 3 वटा भनेको दुधको प्याकेटै भयो 3 वटा हैन सिगे नेगे भनेको छ घडी चाहिँ के त 4 वटा सोन्दुङ भनेको चाहिँ हाते लाइट भनेको है त टर्च लाइट थुगे 2 वटा यसरी गेको चाहिँ प्रयोग गर्न सकिन्छ ठ्याक्कै यसको चाहिँ यति नै भन्ने कुरा चाहिँ भएन र अलिकति एकदमै अहिलेसम्मको मोस्ट इम्पोर्टेन्ट तल हेर्नु होला केही झोक्किन सकिने महत्त्वपूर्ण इकाइहरू भनेको छ यहाँनिर चाहिँ यो पहिला यता के छ त यसलाई हेरौँ है त जाङ सबभन्दा फर्स्टमा जाङ त त्यसो त पढिसकियो फेरि पनि याद गर्नु होला जाङले चाहिँ फ्याक्तल इटा पनि हो खाद भनेको चाहिँ काडहरू अनि त्यस्तै चाहिँ काड भयो सुगन रुमाल भयो सुनसुगन हाते रुमाल भयो हैन सर्टहरू है यसरी चाहिँ यसको प्रयोग अनि यो जारू भनेको फिच्चारू पनि पर्दो रहेछ नि त कुचो थोप आरा पनि पर्यो साप बेल्चा ख्वाइङ्गी कोदालो हैन खोक्क्वाइङ्गी गैँटी उसान छाता थुराइब पेचकस अनि त्यस्तै गरी यहाँनिर थोङ हेर्नुस् त यो थोङ भनेको चाहिँ यसले जुन अघिना चाहिँ गोलाकार फेन्जी फङ्थु चिठीको खाम याङ बेछु पनि पर्यो सुबाक पनि पर्यो होबाक पनि पर्यो यो गे भन्ने चिजमा जस्तै छिस्सोल पर्यो छन्दुङ भनेको चाहिँ विद्युतीय लाइट भनेको यो चाहिँ गोलो खालको लाइट सोन्दुङ भनेको फेरि हाते लाइट भनेको हेङगाङदुङ भनेको ट्युब लाइट हेर्नुहोस् त यो सबै यो छन्दुङ भनेको विद्युतको लाइट भनेको हो र छङ्गु भनेको पनि त्यही नै हो एउटा लाइट नै हो सोन्दुङ भनेको हाते टर्च लाइट भनेको हेङवाङदुङ भनेको नि त्यो ट्युब लाइट भनेको यो सबै लाइटहरू हो यहाँ जति पनि छ नि यिनीहरू लाइट हुन् है त बिजुलीका लाइट अनि मोजा भनेको चाहिँ के त टोपी भइहाल्यो अनि त्यसै मोक्तोरी गलबन्दी सिगे घडी नेकथाई टाई अनि त्यस्तै मोद भनेको काँटी भनेको है त किला काँटी भन्छौँ नि यसलाई पनि के त गेमा खौल भनेको एना है यस्ता सामान्य चिजहरूलाई चाहिँ प्राय चाहिँ मैले यहाँ उल्लेख नगरेका तल लेखिँदै नि त्यही है त्यस्तै गरी आल भनेको र गे भनेको आलले चाहिँ साथीहरू अन्डा पनि हो थालग्याल भनेको नि अन्डा खेरान भनेको नि अन्डालाई गे पनि भनिदो रहेछ र आल पनि भनिदो रहेछ यो बुझ्नु होला अनि त्यस्तै यहाँनिर एउटा नोट के छ त भने
यो अघि नै मैले पनि भनिसकेँ, फेछु भन्ने चिजलाई थोङमा पनि प्रयोग हुन्छ, फोगी दुवैमा गन्ती गरिन्छ। मैले अघि नै भनिसकेँ यो कुरा। र यो मे भन्ने छ, मैले हिजो भनेको थिएँ साथीहरू तपाईँलाई, मे भनेको सिनो कोरियन नम्बरको पनि प्रयोग गर्न सकिन्छ, ओरिजिनल दुवैमा प्रयोग हुनसक्छ। यो कुरा मैले हिजो हजुरहरूलाई भनेँ नि त सिनो कोरियन नम्बर पढाउँदा। अब जाउँ हामी देमा। दे भनेको खिगे हो, फियानो हो, खिथा हो, सोनसुरे हो, हिउँदे छनवा, छाजङ्ग हो, अनि छादोङछा हो। यो देमा है, दे। अनि गनमा सुछप हो, छाप्ची हो, यगन हो, थोङजाङ भनेको ब्याङ्कको पासबुक, छेक किताब, खोङछेक कपी होइन। यति चिजलाई चाहिँ हामीले के गर्न सकिन्छ, फेरि गनको प्रयोग गरिन्छ। पक्कै पनि हिजो र आजको क्लासले तपाईँहरूलाई सिनो र नेटिभ नम्बर चाहिँ कसरी प्रयोग गर्ने, कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुरा चाहिँ सिक्नु भएको जस्तो छ मलाई लाग्छ। र कति कुराहरू चाहिँ योभन्दा धेरै, योभन्दा तपाईँ आउटमा जानु त पर्दैन, तर पनि केही चिजमा कन्फ्युजन छ भने कमेन्ट गर्नुहोला। तपाईँको कमेन्टको चाहिँ म अर्को भिडियोमा जवाफ दिने कोसिस गर्नेछु। आजको लागि भने क्लास सकिएको छ। म तपाईँहरूको आफ्नै मान्छे, कोरियन भाषा प्रशिक्षक शालिक अधिकारी चाहिँ भोलि फेरि अर्को चाहिँ थोङसा सम्बन्धी भिडियो लिएर आउने बाचा गर्दै आजलाई छुट्टिन्छु। नमस्ते।